गाइस हामी चाहिँ यहाँनिर हामीले नवरात्रिमा गरेको पूजाहरू है सबै चढाएको सामग्रीहरू अनि कलश चढाएको थियौँ। हामी चाहिँ अहिले विसर्जन गर्न आइरहेको छु। घरको छेउको के भन्छ यसलाई लेक कि यस्तो छ गाइस, हेर्नुहोस् है। हाम्रो घरको छेउमा यहाँनिर विसर्जन गर्नुको लागि जग्गा चाहिँ भेट्यो हो। घरको वरिपरि यस्तै लेक छ, पानीको लेकहरू। हामी बसेको जग्गाको छेउमा। जय जगदम्बे मा, जय दुर्गा मा की, जगदम्बे मा, जय माता। सो गाइस हामीले चाहिँ माता रानीको कलश विसर्जन गरेर चाहिँ हामी फर्किँदैछौँ। अनि त्यसपछि चाहिँ यहाँनिर फर्किँदै गर्दाखेरि चाहिँ राइट साइडमा चाहिँ हजुरहरूले सुन्नु सक्नुहुन्छ अचानक एउटा मतलब बर्ड भन्नु कि के को आवाज, चिडिया के को आवाज हो त्यो थाहा छैन। हजुरहरूलाई थाहा छ भने मलाई कमेन्टमा भन्नु है। त्यहाँबाट चाहिँ हामी घर फर्किँदाखेरि चाहिँ घरको छेउमै मन्दिर छ हो, नागदेवी माको। प्रणाम शिवजी प्रभु भन नानी। गाइस यहाँनिर चाहिँ हामी शिवजीको दर्शन गर्न आइरहेको छौँ, नन्दीजीको, शिवजीजीको। यहाँ चाहिँ हाम्रो माँ हुनुहुन्छ, देवी माँ। शिवांश नमो नमो गरिदेऊ, नमो नमो गरिदेऊ माँ को, नमो नमो गर्यो शिवांश।